सप्तरीको कञ्चनरूप नगरपालिकाको वडा नम्बर 4 र 5 जगतपुर क्षेत्रमा झण्डै 100 बिघा खेतीयोग्य जमिन वर्षौंदेखि बाँझै छ। नजिकै रहेको कोसीटप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली जनावरले लगाएको खेतीपाती खाइदिने गरेका कारण किसान आफ्ना नम्बरी खेत बाँझै राख्न बाध्य भएका छन्। कञ्चनरूप नगरपालिका वडा नम्बर 4 र 5 जगतपुरका किसानले कोसीटप्पु वन्यजन्तु आरक्षणबाट आउने अर्ना, घोडा, गदहा, मृग र हात्तीले क्षति पुर्याउन थालेपछि गहुँ सहितका नगदे बाली गर्न छाडेका छन्। आरक्षबाट दैनिकी 50 भन्दा बढी अर्ना नियमित आएर बाली खाइदिएपछि आफूहरूले खेती गर्न नपाएको किसानको भनाइ छ। यहाँ छ त धेरै जानवर आउँछ, वनको धेरै छ, कोही मान्छेहरू सक्दैन। अर्ना आउँछ, हात्ती आउँछ, सुगर आउँछ। अनि के बाली खाइदिन्छ? बाली सबै खाएर सबै बिस्दै खाइहाल्छ, बाँझै छ, त्यसले छोडिदियो। किसानहरूले गर्दैन। बहुत बारी झारी कोबी आलू जतक छ सब चीज क्षति कर दी, सब चीज क्षति कर दे छे। कता से आवे छी जंगली जनावर से? ये मैंने मिरिक बोन दि सर छ, ये आरक्ष से आवे छी। कुन जनावर आवे छै खास करके? मही आवे छै, अर्ना। अर्ना। सरकार के की कहल चाहे? हमरो के अथी संरक्षण कर दियो, क्या कहबे, कथी कहबे? खेतीपाती के संरक्षण कर दियो। जंगली जनावरकै कारण कोसीसँगै रहेको नम्बरी जग्गामा किसानले 1 दशकदेखि गहुँ खेती गर्न पाएका छैनन्। धेरथोक खेतीपाती गरेका किसानहरू बालीको रक्षा गर्न रातभर जागराम बसे पनि सफलता नपाएपछि खेती छाडेर रोजगारीका लागि अन्यत्र जान बाध्य भएका छन्। यो कोसीटप्पु नजिक भएर यो कोसीटप्पु वन्यजन्तु आरक्षबाट दिनु 100 को समूहमा अर्ना दिनु आइरहेछ र यहाँ बाजो यो जग्गा बाजो राख्नुको कारण सधैँ के भन्छ त बाली खाएर नष्ट पार्ने गर्छ र यहाँको जनता चाहिँ पटक आरक्षमा गएर के भन्छ त कोसीटप्पुको प्रमुखसँग भेटेर पनि केही वास्ता गरेन। किसानहरूका लागि मुख्य समस्या अर्ना र हात्ती भएकाले नियन्त्रणतर्फ कुनै किसिमको सरकारी प्रयास गरिएको छैन। केही वर्ष अघि कोसीटप्पु वन्यजन्तु आरक्षण प्रशासनले करोडौं रकम खर्चिएर सोलर फेन्सिङ गरे पनि अधुरो रहेका कारण गरिएको फेन्सिङ पनि कामविहीन अवस्थामा पुगेको छ। स्थानीय सरकारले समेत जंगली जनावर नियन्त्रणका लागि कुनै काम गर्न सकेको छैन। प्रशासन कार्यालय पनि जंगली जनावरले किसानलाई पारेको समस्या समाधानमा माथिल्लो तहमा कुरा गरिरहेको आश्वासन मात्रै दिन्छ। यससँग सम्बन्धित तालुक निकायहरूलाई कोअर्डिनेसन गर्ने र यस्ता समस्याहरूका समाधानका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग पनि समन्वयात्मक भूमिका जिल्ला प्रशासन कार्यालयहरूले गर्छ र गर्दै आएको पनि छ। किसानहरूले वन्यजन्तुबाट बाली नाली जोगाउन सरकारबाट क्षतिपूर्ति र प्रभावकारी समाधानको माग समेत गरेका छन्। वर्षौंदेखि बाँझै रहेको खेतीयोग्य जमिनलाई उब्जाउ बनाउन तीनै तहको सरकारको ध्यान जानु जरुरी छ। सप्तरीबाट दिपेश जोशीको रिपोर्ट। आफूले सोचेको, आफूले रोजेको जस्तो घर, डेरा वा जग्गा किन्नु परे वा बेच्नु परेमा घर खोज्ने भर नेपालहोम्स.com।